हामी चाहिँ यति बेला छौँ डेभिड फल्समा। भर्खर डेभिड फल हेरेर आएको होइन। झर्ना चाहिँ सुकेर सानो भएछ, अलि हिँड्दो टाइम भएर होला सायद सानो रहेछ होइन नि। अझै पनि मान्छेहरूको भिड उत्तिकै छ, मान्छेहरू आइरहेका छन् घुम्नलाई। यो रमाइलो छ घुम्नु त है नानी। खै के यता पार्क हो। अब यता यही पार्कतिर घुम्नु जाँदैछौँ। पार्कमा के छ त पार्कतिर थुप्रै छन् मान्छेहरू त निकै आइरहेको छ घुम्नु त है। ठन्डै छ मान्छे। अलिअलि अरू कन्ट्रीमा छ, पहिला इन्डियामा देखेको थिएँ, अहिले अरू छ। यहाँ चाहिँ बुद्ध भगवानको मूर्ति रहेछ। बुद्ध भगवानको मूर्ति पार्कमा। हाम्रो फ्यामिली चाहिँ यता छ है। गर्मी भयो सबैलाई, गर्मी लाग्यो ल। गर्मी त गर्मी सकेर आज यस्तो पानी परेर चाहिँ झरी परेर हिँड्ने गाह्रो भयो थियो। आज चाहिँ घाम लागेर फेरि हिँड्ने गाह्रो भयो होइन सिमसन नानी। ल नानी यता छ। गर्मी भयो नानी, कस्तो छ त? कस्तो गर्मी लाग्यो? गर्मी भयो क्या? तिमी माथि पुण्डी गर्नु पुगेनौ है, तलै झऱ्यो। हामी चाहिँ माथि पुगेर आयौँ, भुइँमा बसिरह्यो। यस्तै हो क्या, हिँड्न नसक्ने भएपछि त गाह्रो हुन्छ क्या, अलिअलि त हिँड्नुपर्छ। सागर म त स्कुटरमा भएर, सागर म त खासै पराउनु भएन। सागर बाबुसर त स्कुटरमा हिँड्यो। अब अरूहरूलाई चाहिँ अब अघि हिँडेर चाहिँ बसको यात्रा अलिकति हिँड्दाखेरि नभए चाहिँ गाह्रो त गाह्रो भयो। यस्तै छ डेभिड फलको माहौल। टुरिस्टहरू चाहिँ टन्नै छन् घुम्न आएकोहरू, भारतीय, अमेरिकन, ब्रिटिसहरू, अरू थुप्रै छन्। नेपालीहरू, आन्तरिक र बाह्यबाट पनि थुप्रै छन् घुम्न आएकोहरू। डेभिड फलको माहौल यस्तो छ। यतापट्टि सगरमाथाको नमुना राखिएको छ। यो सगरमाथाको नमुना बनाएर राखेको छ यतापट्टि सगरमाथाको ठाकुरा होइन। यहाँ चाहिँ बुद्ध भगवान हो। बुद्ध भगवान। हामी चाहिँ यता छौँ। गर्मी छ, गर्मीले निकै अत्यस लागेको छ।